आमामामा कति ठुलो रुख त भनेर तपाईँहरू तर्सिनु होला किनकि आज मलाई एकदम गर्मी भएर चाहिँ हाम्रो घरभन्दा मुनि चाहिँ ठुलो काँक्राको रुख छ। त्यहाँ चाहिँ एकदम शीतल आउने भए भएर चाहिँ म त्यहाँ गएर बसेको अनि यस्तो रिल्सहरू बनाएँ यताउति हेरेँ कोही पनि देखिनँ। फेरि गाउँले देख्यो भने मलाई बौलागो भन्छन् कि जस्तो लाग्यो जस्ट फनी। अनि म घर आएँ घरमा अनि मैले लिएर आएको थिएँ हिजो मैदानबाट केरा। हिजो त काँचै थियो आज त अलिअलि पाकेको रहेछ अनि मैले चाहिँ झिकेर खाएँ। अब खानेकुरा भएपछि त खान मन लागिहाल्छ। अनि फेरि मलाई पुग्दै पुगेन अनि मकै भुटेर राखेको थिएँ त्यो मकैमा चिनी हालेँ अनि पानी हालेँ। अब दही हाल्नलाई त छैन आफ्नो घरमा के गर्नु। आफ्नो घरमा नभएपछि आस पनि लाग्दैन त्यही भएर चाहिँ चिनी र पानीमा चाहिँ मैले मकै घोलेर खाएँ। आजभोलि यति धेरै गर्मी बढेको छ कि मलाई त झन् के खाम लाग्छ। हेर्नु घरमा फ्रिज पनि छैन। अनि तपाईँहरू चाहिँ गर्मीमा के गरेर बस्नुभएको छ अनि अब चटपट खाना जाऊँ भने यस्तो गर्मी छ फेरि आफूलाई त धेरै खानु नि हुन्न भन्न नमिल्ने पाए त खान्थेँ नि।